गगन थापाजी, अब तपाईले सरकारको विरोध गर्न बाहेक अब बाँकी के नै रह्यो र? अब तपाई बरबराउन बाहेक अब बाँकी के नै रह्यो र? तपाई भन्दा साना भाइहरू देशको प्रधानमन्त्री भए, मन्त्रीहरू भए, गृहमन्त्री भए। तपाईको हालत अहिले के छ सबैलाई थाहा छ। तपाईलाई त्यो आक्रोश, त्यो कुण्ठा आउनु स्वाभाविक छ, सामान्य छ। आफू सँगैका सहकर्मीहरू अहिले देशकै ठुलो पार्टी बनाएर अगाडि बढे। तपाईको अवस्था के छ, कस्तो अवस्थामा हुनुहुन्छ, यो बरबराई सामान्य छ। किनकि तपाईलाई सुशासन, देशमा भ्रष्टाचारको अन्त्य भयो, देशमा कानुनी राज्य भएको मन पर्दैन। तपाईलाई मन पर्ने भनेको आफ्नो पार्टीले नेपालीहरूलाई नक्कली भुटानी बनाएर बेचोस्, नेपाली नागरिकहरू सधैँ बेच्यो, देशका उद्योग धन्दा कल कारखाना आफ्नो पार्टीले बेचोस्, सार्वजनिक सम्पत्तिहरू आफ्नो पार्टीका नेताहरूले हडकुन् र देशमा चरम भ्रष्टाचार होस्। तपाईको पार्टी, तपाईँ यही मन पराउनुहुन्छ। मौरीलाई फुल मन पर्छ, तर फोहोरमा बस्ने किराहरूलाई, माखाहरूलाई फोहोर मन पर्छ। तपाईँ फोहोरमा बस्न मन पराउने, अर्थात् भ्रष्टाचार र त्यो व्यथितिको झुन्डमा बस्न मन पराउने, त्यो व्यथितिको समूहमा रहेको व्यक्तिले अहिलेको यो सरकारले गरेको काम, यो सरकारको अहिलेको यो जनताप्रति वफादार भएर अगाडि बढिरहेको देख्दा तपाईलाई एकदमै रिस उठेको छ, एकदमै जेलस भएको छ। यो सामान्य हो, यो सामान्य हो। यस्तो जेलसहरूलाई, त्यो अरूले गरेको, अरूको प्रगति देख्न नसक्ने जेलसहरूलाई यस्तै बरबराउने, यस्तै कुण्ठा आउने बाहेक अरू के नै हुन्छ। तपाईँ बरबराउनु, तपाईँको यो बरबराई सामान्य लाग्छ।